जेमना चानेले चुइँ करछ म यहाँ भात खान लाग्दैछु उसिनेको मासु सुँगुरको अनि भात खान लाग्दैछु यहाँ हेरिदिनु होला है कति स्वाद हुँदो रहेछ उसिनेको मासु र भात अब अझै के भन्नु त्यति खानु न अब चाहिँ खाने खोर्सानी टिप्नु पर्यो पहिला अनि मासु हेर्नुहोस् है खोर्सानी मिठो मिठो भयो मिठो पिरो तातो पानी तातो खोर्सानी पिरो मलाई त्यो रामले खान्छ धेरै वा कस्तो एकै गाँस पस्यो हो खोर्सानी त पसिजानु खोज्छ त खाना नि बस्छ जेमना चानेले चुइँ करछ जेमना चाने कम्सी कसले खानु मिठो मिठो सकिन्छ मिठो भयो मिठो Sẽ ngồi trên nè चुलामा भात छ भातको सिटा भातको सिटा छ कि यस्तोमा यहाँ कता कता जान्छ भात पनि मुखमा लाग्यो कहाँ जान्छ जान्छ बिस्तारै नै सकिन्छ बिस्तारै हो नि अलि खानु
यसरी उसिनेर खानुपर्छ, बिसाउँदैन। मासु, सुँगुरको मासु यसरी गलाएर खानुपर्छ र बिसाउँदैन। यता भन्छ सुँगुर, तराईमा भन्छ, मधेसतिर भन्दो रहेछ, धरानतिर बुङ्गुर होइन। खायो है डटो अट्टरे। सक्यो अब अब खाइसक्यो भन्नुपर्ने होला होइन। एक थाल भात, एक थाल मासु खाइसकेँ। हेर्नुभयो होला, देख्नुभयो होला। मिठो गरी खाएँ, मिठै गरी हेरिदिनुहोस् म बुढीलाई। अब यसो देखा पर्दैछु, यसो माया गरेर हेरिदिनु होला है। नानीहरूले नाति नातिना त धेरै हुनुहुन्छ होला, छोराछोरीहरू। के गर्नु र, काम गर्न सक्दिनँ म, बुढी त खानु मात्रै सक्छु। आजलाई यति नै। आजलाई बाई बाई। अब भोलि भेटौँला।